जोजलपा नमस्ते। आज पनि हामी उपस्थित छौँ समय सन्दर्भ लिएर। प्रविधि संयोजनमा युनिक साक्य र म शङ्कर थापा। श्रोताहरू, यहाँ सबैलाई कार्यक्रममा स्वागत छ। आजको कार्यक्रममा हामीले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानका संयोजकलाई निम्त्याउँदैछौँ। सुदर्शन विक्रम कार्कीसँग हामी आज कुराकानी गर्दैछौँ। समय सन्दर्भ, समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। हेलो। हजुर कार्की सर, नमस्कार। नमस्कार शङ्कर सर, नमस्कार। यो समय सन्दर्भ कार्यक्रममा म यहाँलाई स्वागत गर्न चाहन्छु। हस्, धन्यवाद। यहाँलाई पनि धन्यवाद भन्न चाहन्छु यो कार्यक्रममा मलाई निम्त्याउनु भएकोमा। यो राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियान भनेर यहाँले जुन एउटा अभियान नै चलाउनु भएको छ देशव्यापी रूपमा, यसको मुख्य उद्देश्य चाहिँ के होला? अलिकति प्रकाश पारिदिनुहोस् न। सबैभन्दा पहिलो त यो अभियानको बारेमा वा तपाईँको अहिले इन्स्ट्यान्ट अथवा अहिले भइरहेको राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय अर्थतन्त्रको कुरालाई अगाडि बढाउँदा अथवा हामीले बोकेको यो राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्र निर्माण अभियानले बोकेको जुन एउटा कार्यक्रम छ, यो कार्यक्रमले चाहिँ विशेष गरी नेपालको अर्थतन्त्रलाई मात्र नभएर हामीले यसलाई यो परिवेशको, यो युगको एउटा सुहाउँदो कार्यक्रम र यो कार्यक्रमले चाहिँ नेपालबाट परिवर्तन हुँदै विश्वमै रहेको पिछडिएको वर्ग, विशेष गरी अब धनी र गरिब बिचको ठुलो अन्तर, विश्वमा केही मान्छेहरू धेरैभन्दा धेरै धनी भने केही मान्छे धेरैभन्दा धेरै गरिब र गरिबको सङ्ख्या चाहिँ धेरैभन्दा धेरै झन्डै विश्वभरि नै गरिबको सङ्ख्या 70% भन्दा माथि भएको हुनाले गर्दा यो कार्यक्रमलाई हामीले विशेष गरी चाहिँ विश्वभरि नै जाओस् भन्ने हिसाबले सञ्चालन गरे आउँ। तर यसलाई कार्यान्वयनको फेज अथवा कार्यान्वयन कहाँबाट हुन्छ भन्दाखेरि यो कार्यान्वयन चाहिँ हामीले नेपालबाट गर्न खोजे आउँ। जसरी विभिन्न अरू संस्थाहरू, सामाजिक संस्थाहरू तपाईँहरूले हामीले थाहा छ अमेरिकाबाट सुरु भएर नेपालसम्म ब्रान्चेज हुँदै नेपाललेसम्म अनुदान लिएर नेपालसम्म काम भएका, फिलिपिन्समा काम भएका, यहाँ नजिकै भारतमा काम भएको, चिनिया संस्थाहरूमा पनि काम भएको, जस्तै नेपालबाट सुरु भएको विचारले, नेपालबाट सुरु भएको एउटा विचारसहितको उत्पादनले चाहिँ विश्वभरि नै जनताहरूलाई विचारसहित उत्पादनमा लाग्नुपर्छ र आम सामूहिकतामै सबल हुनुपर्छ भन्ने उद्देश्यका साथ सुरु गरिएको यो एउटा अभियान हो सर यो। हजुर, अनि यसमा अब यसरी नेपालबाट सुरु गरेर विदेशमा समेत प्रभाव पार्ने किसिमको यो अभियानलाई अब स्वदेशका नै अब गरिबीहरू धेरै छन् हाम्रो देशमा पनि, होइन? यहाँहरूले उनीहरूलाई आत्मनिर्भर हुने किसिमको कार्यक्रमहरू के कस्तो अहिले अब यसलाई हामीले राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रले 5वटा कुराहरूलाई मूलभूत रूपमा बोकेको छ। हजुर, यसले एउटा आफ्नै जमिनको प्रयोग गर्ने र आफ्नै जमिनको प्रयोग गरेर तपाईँको कृषि उत्पादन गर्ने, हामीसँगै भएको प्रकृति साधनको प्रयोग गर्ने, त्यो प्रकृति साधनको प्रयोग गरेर पर्यटनको विकास गर्ने, हामीसँगै भएको प्राकृतिक साधनभित्र जडीबुटीहरू छन् त्यसको जडीबुटीको कलेक्सन र जडीबुटीबाट हुने औषधि निर्माण गर्ने, जुन हामी नेपालीले अहिले पनि प्रत्येक वर्ष 7 अर्ब बराबरको त औषधि मात्रै बाहिरबाट ल्याइरहेको छौँ भने 7 अर्ब मात्रै रोकियो भने पनि नेपाली जनतालाई समृद्धितर्फ हुर्काउन सकिन्छ, त्यो पनि सामूहिकतातर्फ। र अर्को कुरा चाहिँ हामीले उत्खननको क्षेत्रमा काम गर्न सकिन्छ भनेको छ। र अर्को जलविद्युतको क्षेत्रमा हामीले जनताकै लगानी हुने, जसरी अहिले हाइड्रो पावरमा केही मान्छेको 60% 80% हुने र अरू चाहिँ आइपिओ इस्यु गर्ने र जति बेनिफिट भएको केही मान्छेले, बोर्डमा भएका 20-25 जना मान्छेले मात्रै त्यही फाइदा लिनेछ, त्यस्तो नभएर यसले चाहिँ सामूहिकताको अभ्यास गर्दाखेरि देशैभरि रहेका नेपाली जनताहरूले नै मिलेर खोल्ने जुन एउटा कम्पनी सरकारले राज्यले तोकेको मापदण्डभित्र रहेर गर्ने भनेर हामीले उत्खनन र चाहिँ यो जलविद्युतको क्षेत्रमा गरी 5वटा कुराहरूलाई हामीले लिपिबद्ध गरेका छौँ। अब यो कुरा त धेरैले गरेका छौँ शङ्कर सर, सबैजनाले हिजो 7 सालदेखि नै राजनीतिक परिवर्तन हुँदादेखि नै हामी यो विकास गर्छौँ भनेका छन्, तर वास्तवमा त्यो विकास भयो भएन भन्ने कुरा मूल कुरा हो। र त्यो कुराले राजनीतिक परिवर्तनहरू भएर आधुनिकतातर्फ गएको छ नेपाली समाज। तर आधुनिकतर्फ नेपाली समाज जाने क्रममा विश्व नै
नेपाली समाज मात्रै नभएर आधुनिकीकरणतर्फ विश्व नै गएको हुनाले र विश्व नै ग्लोबलाइजेसन एउटै भित्र भएको हुनाले गर्दाखेरि अबको विकास चाहिँ ग्लोबल विकास नै हुने भएको हुनाले गर्दा र रुरल विकास हुने भएको हुनाले यसको संयोजन गर्नुपर्ने देखिन्छ। यो हेर्दाखेरि अब यसलाई अलिकति गहन ढङ्गले बुझ्दा मात्रै अभियानलाई बुझ्न सकिन्छ र अभियानको मूलभूत रूपमा तल्लो काम भनेको हामीले कम्पनी बनाएर इम्प्लिमेन्टको फेजमा पनि गर्छौँ। यसले चाहिँ वैचारिक रूपमा अथवा आदर्शको रूपमा अथवा विचारको रूपमा विधि पद्धतिहरूका रूपमा र अनुशासनको रूपमा र एउटा बौद्धिक जागरणको रूपमा रहने र यसले चाहिँ धेरैभन्दा धेरै नेपाली जनताहरूलाई सिकाउँदै बुझाउँदै एउटा अभियानको रूपमा चाहिँ हामीलाई के भइरहेछ अभियानको रूपमा हामी के छौँ भन्दाखेरि अहिले पनि भइरहेको इन्स्ट्यान्ट अभियानहरू तपाईँको कतै मागेर 2 रुपियाँ कतै मागेर फेरि त्यहाँ 2 रुपियाँ अभाव भएको ठाउँमा लगेर दिने कुराको भइरहेको छ। एकदम राम्रो कुरा हो, तर हामीले चाहिँ भनेको अब दिने अथवा लिने भन्दा पनि हामी सबल समाज निर्माण गरौँ, हामीले चामल बाँड्ने होइन धान रोप्न सिकाउने समाज निर्माण गरौँ भन्ने हिसाबले थालेको गर्दाखेरि यो अभियानले भिन्न रूपमा लिएर अहिले नै कार्यान्वयन गर्ने गरी एउटा कार्यक्रम अगाडि बढाएको छ, जुन कार्यक्रम चाहिँ हामीले कृषि क्षेत्रको उत्पादित वस्तुहरूको प्रोसेसिङदेखि लिएर उत्पादन प्रोसेसिङ प्याकेजिङ हुँदै तपाईँको प्रडक्सनसम्म आएर आउटलेटसम्म नेपाली नै जनताको लगानीमा हामी चाहिँ जसरी हामीले धुर्नु सुन्तली फाउन्डेसनलाई 2 अरब रुपियाँ दिएर खेल मैदान निर्माण गर्दैछौँ, तर त्यहाँ हामीले खेल्ने कति हो र त्यो खेल मैदानमा खेले बापत हामीले कति 2 अरब खर्च नेपाली जनताले गरेको, त्यसको बेनिफिट नेपाली जनतालाई के हुन्छ वास्तवमा। तर त्यो 2 अरब हामीले नेपाली जनताले नै मिलेर जसरी रङ्गशाला बनाउँदैछौँ त्यसरी नै एउटा व्यवस्थापन सहित एउटा निजी जुन प्रणाली बनायौँ भने चाहिँ त्यसले 2 अरब पुँजीले चाहिँ तपाईँको सोच्नुहोस् नेपाली जनताको सबै उत्पादित वस्तुहरू चाहिँ बिक्री गर्ने ठुलो भाटबटी नै भन्दा पनि ठुलो चाहिँ तपाईँको आउटलेट चाहिँ एउटा स्टोर बन्ने छ। त्यो त सबै व्यवस्थापन गर्दै अगाडि बढ्ने कुरा एउटा मिलबाजुले व्यक्तिगत रूपमा खोलेको भाटबटीले त्यत्रो पैसा कमाउन सक्छ भने तपाईँ हामी सबै मिलेर कीर्तिपुरवासी दोलखावासी तपाईँको चाहिँ नगरकोटवासी यता गएर रुकुमवासी यता गएर तपाईँको इलामवासी यो सम्पूर्ण नेपालको सबै 7 प्रदेशमा एक साथै 53वटै स्थानीय तहमा भएका मान्छेहरू मिलेर उत्पादन गर्ने सामूहिकतामा उत्पादन गर्ने जुन सरकारले पनि भनिरहेको छ चक्लाबन्दीदेखि लिएर हरेक कुरा हो, यसलाई चाहिँ इम्प्लिमेन्टको फेजमा लाने गरी उर्वर नेपाल भन्ने पनि हामी अभियानबाट सम्मिलित सदस्यहरू मिलेर एउटा पब्लिक कम्पनी निर्माण गरेका छौँ, जुन पब्लिक कम्पनीमा चाहिँ अब हामी चाँडै नै धेरैभन्दा धेरै मान्छेहरूलाई आह्वान गर्छौँ र त्यसरी निर्माण गर्छौँ। यसको मैले शङ्कर सरलाई अझ केही स्पष्ट पारेँ भने यसको सेयर मेकानिजममा हुन त फेरि प्राली कम्पनी खोलेको रहेछ भन्ने अब सामाजिक कुरा गरेर अनि ठुलो भएर कम्पनी खोलेर अनि फाइदा खाने रहेछन् भन्ने पनि हुनसक्छ, तर यस्तो खालको मेकानिजम सेयर मेकानिजम यस्तो छ कि हामी जो अभियान भनेर हिँड्छौँ जसरी यसरी हिँड्छौँ अहिले म तपाईँको केन्द्रीय संयोजकको रूपमा तपाईँको एफएममा बोलिरहेको छु, त्यसै गरी अन्य साथीहरू जिल्ला संयोजकको रूपमा हुनुहुन्छ, त्यही कीर्तिपुरमा पनि हाम्रो त्यही कीर्तिपुर संयोजकको रूपमा कीर्तिपुर नगरपालिका संयोजकको रूपमा हुनुहुन्छ, त्यसरी संयोजकको रूपमा हुने नै हामीसँग 753वटै स्थानीय तहहरूमा हुनुहुन्छ। उहाँहरूले पनि लगायतको सम्पूर्ण अभियन्ताहरूको 40% लगानी हुने र त्यसमै फेरि किसानको के हुने भन्दा देशभरि रहेका 3600वटा तपाईँको वडाहरू छन्, एउटा वडामा मात्रै एउटा उत्पादन टिम बनाउँदा पनि 3600वटा टिम हुने र त्यो 3600वटा टिमको चाहिँ पनि तपाईँको 40% इन्भेस्टमेन्ट हुने र 20% चाहिँ हामीले बैंक वित्तीय संस्थाहरूलाई अथवा चाहिँ अन्य चाहिँ निकायहरूलाई जुन चाहिँ हामीसँग सहकार्य गरेर वास्तविक रूपमा चाहिँ अगाडि बढ्न चाहन्छन् तिनीहरूलाई पनि समेटेर लाने गरी हामीले 100% यसरी स्टियर मेकानिजम बनाएको। यो भनेको मूल्य कति हुन आउँछ भन्दाखेरि तपाईँको किसानहरूको हकमा तपाईँको 10,000, हाम्रो हकमा अभियन्ताहरूको हकमा 1 लाख रुपियाँ, त्योभन्दा बेसी म सुदर्शन कार्की सक्षम भए ता 1 लाख रुपियाँ होइन 10 लाख रुपियाँ हाल्ने अहिले व्यवसाय गर्न सक्षम भए तापनि त्यो नपाइने सेयर मेकानिजम। त्यसो हुँदाखेरि सबैको बराबरीतर्फ हुने र झन्डै 3 अर्बको पुँजीको चाहिँ हामीले अहिले अवधारणा अगाडि सारेका छौँ, त्यसरी अगाडि बढ्ने भन्ने कुरालाई चाहिँ अहिले मूलभूत रूपमा ठोस कार्यक्रम चाहिँ हामी त्यसले अगाडि सारेका छौँ। अवश्य नै अब यसरी तपाईँले यो योजना बनाएर अगाडि बढ्दाखेरि त्यहाँ आर्थिक भार भनौँ न अब लगानी त गर्नै पर्ने हुन्छ। त्यहाँनिर सुरुमा लगानी तपाईँले जुन भन्नुभयो एउटा कृषकलाई 10,000 र एउटा अभियन्ताले 1 लाखको दरले हाल्ने भन्नुभयो, त्यसरी स्रोत जुटाउन सकिएला र
शङ्कर सर यसो छ, किन मलाई लागेको कुरा मैले यो हाम्रो टिमभित्र पनि कुरा गरेँ, अहिलेलाई यसरी स्रोत जुटाएर जाने कि अथवा हामीले आफै इन्स्ट्यान्ट 200-400 जना मान्छे मिलेर अलिकति ह्युज अमाउन्ट नै प्रयोग गरेर जाने वा होइन अन्य चाहिँ तपाईँको सङ्घ संस्थाहरूसँग सहकार्य गरेर लिएर अगाडि बढ्ने भन्ने कुरा चाहिँ हामीले बारम्बार छलफल पनि चलायौँ। यो छलफल चलाउँदाखेरि हामीले के पायौँ भन्दाखेरि हामीमा एउटा खालको विचार जोडियो भने एउटा खालको भावना छ। जसरी हामीले एकजना नेपाली साउदी अरबमा गएर फसे भने वा चाहिँ उनले मृत्युदण्ड अनाहकमा पाए भने उनलाई निकाल्नको लागि नेपाल सरकारले नचाहँदै पनि हामी सेन्टिमेन्ट रूपमा नेपाली जनताहरू एक भएर खर्च गरेर निकाल्छौँ सक्छौँ। र हामीले नेपाल आइडलमा चाहिँ भोटिङ भयो भने हामी एउटा क्याम्पियनै खडा गरेर आफै पैसा खर्च गरेर 200-400 रुपियाँ खर्च गरेर पनि तपाईँको चाहिँ हामीले त्यो क्याम्पियनलाई सहयोग गर्छौँ। मैले अघि पनि भने धुर्मुस सुन्तली फाउन्डेसनको विरोध गरिरहेको छुइनँ म, उहाँहरूले गर्नुभएको काम पनि राम्रो हो, तर त्यो 2 अरब रुपियाँ पुँजी चाहिँ नेपाली जनताबाट उठाएर हामी गर्छौँ भन्ने भएको छ। कुनै राज्य संस्था वा कुनै निकायबाट ल्याउँछौँ भन्ने होइन। विदेशमा रहेको भने 60 लाख नेपालीहरूसँग 1 लाखको दरले उठाइयो भने पनि 60 अरब पैसा हुन्छ भन्ने खालको मान्यता हामी सबै नेपालीहरूमा छ अहिले। अनि 20,000 25,000 विदेशीहरूले दिन्छन् है भन्ने अहिले अभियान चलाइरहेका साथीहरू जुन साना अभियान चलाइराख्नु भएको छ, उहाँहरू अभियान चलाइरहेको साथीहरू पनि तपाईँको चाहिँ त्यसरी नै बाँडेर त्यसरी नै चाहिँ विदेशमा रहेका साथीहरूसँग लिएर अनि नेपालमा ल्याएर चाहिँ तपाईँको 80% 90%सम्म बाँडेर 10%ले चाहिँ आफ्नो पनि पेट भर्ने त्यसरी पनि काम गरिराख्नु भएको छ। भनेको पैसा नकमाए पनि आफ्नो पेट भर्दै अरूलाई सेवा पनि गर्नुभएको छ। यो सबै सराहनीय काम र नेपाली जनताको सेन्टिमेन्टको कारण अथवा हामीसँग भएको भावनाको कारण हामीमा के छ भने नयाँ चिज गरौँ भनेपछि एउटा खालको उत्साह छ। त्यस कारणले हामीले यसलाई वैज्ञानिक ढङ्गले यो तपाईँले याद गर्नु होला, हामीले सेयर मेकानिजममा कोही पनि सुदर्शन कार्कीले यो अवधारणा ल्याए तापनि वा सुदर्शन कार्की सहितको अहिले हामी पनि केन्द्रीय कमिटीमा 135 जना जति छौँ, उहाँहरू सबैले ल्याएको चाहिँ तपाईँको अवधारणा भए तापनि यो सामूहिक अवधारणा हो र यसमा सबै नेपाली जनताको हक लाग्ने गरी हामीले कोही पनि मेजर सेयर नहुने गरी निर्माण गर्छौँ, जुन चाहिँ ताजा रूपमा अब स्थापित भइसक्यो। भनेको भोलि म नभएर शङ्कर सर हुनु हो यो अभियानको अध्यक्ष वा संयोजक भने पनि हजुरले पनि यो गर्ने चाहिँ यही मेकानिजमभित्र जनतालाई फाइदा हुने गरी गर्नुपर्ने भएको हुनाले गर्दाखेरि यो मलाई हामीलाई लाग्छ यो सम्भव छ। हजुर, अब यसरी आर्थिक स्रोत चाहिँ जनताहरूबाटै जुटाएर जनताहरूलाई नै अब अभिप्रेरित गर्ने उद्देश्य यहाँले राख्नु भएको रहेछ है सर? हो, हामीले के गर्यौँ भने जनताले एउटा किसानले आफ्नो उत्पादन बेच्नलाई तपाईँको अहिले कठिन परिस्थिति छ। तपाईँ हामीले सुन्यौँ लकडाउनभरि तपाईँले न नयाँ जकेट किन्नुभयो, न नयाँ प्यान्ट किन्नुभयो, न नयाँ मोटरसाइकल किन्नुभयो, न नयाँ गाडी किन्नुभयो, केही पनि नयाँ किन्नु भएन। तर बिहानदेखि बेलुकासम्म तपाईँ हामीले लकडाउनभरि 5 महिना कोठाभित्र थुनिएर पनि बिहानदेखि बेलुका खाइरह्यौँ। नयाँ लुगा चाहिने रहेछ, नयाँ सिरक चाहिने रहेछ, तिनै पुराना कुरालाई धोइ पखाली छुने रहेछ। त्यसरी कोठाभित्र पनि हामी 5-8 महिना बस्ने रहेछौँ। तर हामीले सबै कुरा नयाँ नचाहिए पनि बिहानदेखि बेलुकासम्म खानेकुरा त नयाँ चाहिने रहेछ नि। त्यो खानेकुरा तपाईँ हामीले आज पनि आपूर्ति मन्त्रालयमा गएर हेऱ्यौँ भने 9 महिनाको आपूर्ति मन्त्रालयको आँकडालाई हेर्नु हो भने झन् 1 अरब भन्दा 1 खर्ब अरब होइन 1 खरब भन्दा माथि तपाईँको चाहिँ आयात भएको छ खाद्यान्नको सामान। तर हामीले तपाईँहरूले नै एफएम सञ्चारकर्मी साथीहरूले नै बजाइराख्नु भएको थियो कि फलाना ठाउँको बन्दामाथि डोजर लाग्यो, फलाना ठाउँमा किसानले दुध गोप्टायो, फलाना ठाउँमा कुखुरा चाहिँ बिक्री नभएर फालमफाल कुखुरालाई दाना हाल्ने कि किसानले अब कुखुरा पुर्ने भन्ने खालका समाचारहरू आएका थिए। तर हामी त्यत्रो पैसा आपूर्ति मन्त्रालयबाट चाहिँ रेकर्ड राख्दाखेरि तपाईँको त्यत्रो पैसा बराबरको चाहिँ हामी खाद्यान्न फलफुल माछा मासु तरकारी ल्याएर खाइरहेको भने त्यो दिन तपाईँ हामीले याद गर्नुपर्ने कुरा कहिले नेस्लेको प्रडक्टहरू रोकियो आउनु, कहिले पतञ्जलीका प्रडक्टहरू रोकियो, तपाईँको कहिले अन्तर्राष्ट्रिय बजारमा रहेका तपाईँको अन्तर्राष्ट्रिय ब्रान्डका प्रडक्टहरू नेपाल वा अन्य सिटीमा लकडाउनको बावजुद पनि जान रोकिएनन्। किन रोकिएनन् भन्दा उनीहरू ठुलो पुँजीमा खेल्छन्। तर हामी के भने किसान सानो पुँजीमा खेल्थ्यौँ, त्यस कारणले गर्दाखेरि हामीले बारीमै कुदाएर फाल्नु पऱ्यो। अब हामी विनोद चौधरीको जत्रो कम्पनी, विनोद चौधरी एक्लैले स्वयंले त्यत्रो कम्पनी निर्माण गर्न सक्नुहुन्छ भने त्यही मेकानिजममा बसेर, तर सेयर मेकानिजम चाहिँ सबैको बराबरी हुने गरी र जुनलाई एउटा व्यवस्थापन दिएको छ। हामीले सहकारी मोडलहरू पनि देखाएछौँ।
सहकारी मोडल नि एउटा समूहमा 20-22 जना 25 जना 28 जना 30 जना मिलेर सहकारी मोडलले 500 जना मान्छेलाई लाभान्वित गर्नु भएको छ भनेपछि हामी 2-500 मान्छे मिलेर वा 2-5 हजार मान्छे मिलेर हामीले चाहिँ ठुलो स्केलमा निर्माण गर्न सकिन्छ सकिन्न भन्दाखेरि यो सकिने कुरा हो र यसरी नै चाहिँ अगाडि बढ्दा मात्रै सामूहिकतामा अगाडि बढ्दा र सामूहिकतालाई अभ्यास गर्दा जुन हाम्रो समाजमा हाम्रो संविधानले के भनेको छ स्वर्णिम अक्षरले अगाडि हुने समाजवाद उन्मुख राष्ट्र भनेको के हो त भनेको हाम्रो सामूहिकताको प्रयास त हुनु पर्यो नि समाजवाद राष्ट्र भनिएको छ तर तपाईँ त्यही कीर्तिपुरवासीलाई हेर्नुहोस् अथवा तपाईँ नेपालीवासीलाई हेर्नुहोस् सङ्घर्षले हामीले छातीमा हात राखेर कुरा गर्ने हाम्रो समाज सबै तबका पैसाको लागि मात्रै काम गर्ने पहिलो मनस्थिति नै हामी फाइदा हुन्छ भने त्यहाँ पैसा कमाइन्छ भने हामी अनि त्यो पछाडि मात्रै हामी चनाएको हुन्छौँ के कमाइने रहेछ भने अब आवश्यकता के थियो त भन्दाखेरि पैसा आवश्यकता के हो बाँच्नको लागि हिजो पनि हामी बाँचिरहेको थियौँ भनेपछि अब चाहिँ हामीले यो ठुलो ठुलो स्केललाई रोक्ने गरी र समाजवादको एउटा अभ्यास पनि सरकारलाई पनि सहयोग हुने किनभने राजनीतिक पार्टीले सबैले समाजवाद भनेको छ काङ्ग्रेसले समाजवाद भनेको छ एमाले समाजवाद भनेको छ अर्कोले समाजवाद भनेको छ भनेपछि यी सम्पूर्ण पार्टीहरूले समाजवाद भनिरहेकै छन् भनेपछि समाजवादमा त आम नेपाली जान चाहिरहेको र यो पार्टीमा लाग्ने कार्यकर्ता ल अहिले हामी आफै भनौँ न एमाले र नेकपाको कार्यकर्ता 7 लाख छन् काङ्ग्रेसको कार्यकर्ता 5 लाख छन् राप्रपाको 3 लाख छन् अर्को पार्टीको गरी झन्डै झन्डै कार्यकर्ताको रूपमा मात्रै सदस्य आस्था राख्ने मान्छे मात्रै 50 लाखभन्दा ज्यादा छन् 60 लाख नेपाली बाहिर छन् 50 लाख कार्यकर्ता छन् जुन एक्टिभका मान्छेहरू हुन् होइन बुढाबुढी नै होइन अनि बालबच्चा नयाँ आउँदै गरेको पिँढी र पुरानो मान्छेहरू झनै एउटा न एउटा पार्टीमा आस्था राखिरहेको छन् भने बालबच्चा नयाँ छन् भनेपछि अब यो नयाँ फ्रेसलाई पनि यही 70 वर्षदेखि अगाडिको समाजवाद भन्ने झुट पोलिटिक्स सिकाइयो भने के हुन्छ त समाज अथवा हामीले बौद्धिक जागरण सहित लगेनौँ र चाहिँ तपाईँको चाहिँ हिजोदेखिकै पार्टीहरूले जुन एउटा खालको यो झुटको खेती गरिरहेका छन् त्यसलाई हामीले चिर्नलाई यसो है समाजवाद भनेको यो है समाजवाद भनेको यिनीहरूले चाहिँ यसरी भने है काङ्ग्रेसले भनेको डेमोक्रेटिक यो है अब चाहिँ एमाले वा चाहिँ नेकपाले भनेको मार्क्सवाद भनेको यो है मार्क्सवाद भनेको त खुल्ला किताब हो नि त पढ्न सकिन्छ त्यो एउटा विचार हो होइन अनि यिनीहरूले त्यसकै खेती जुन अहिले चाहिँ प्रचण्ड लगायत केपी ओली लगायत तपाईँको मार्क्सवादी खेमाका जति मान्छेहरू छन् त्यसकै कारणले मार्क्सवाद भनेकै कारणले गर्दा उहाँहरू एउटा चप्पल पड्काउने मान्छे आएर दरबारसम्म चाहिँ कब्जा गर्न सक्ने हुनुभएको होइन भनेपछि नेपाली जनताको छोरा अध्ययन गरेको खण्डमा त त्यहाँसम्म पुग्ने रहेछ जसरी तपाईँको त्यो चन्द्र शमशेरले भनेका थिए श्रीचन्द्र कलेज खुल्दै गर्दा आफ्नो भारदार बैठकमा हामीले चाहिँ आज कलेज बनायौँ स्कुल बनायौँ पढ्ने पाठशाला बनायौँ त्यो पाठशाला बनाउँदै गर्दाखेरि हामीले के पनि सोच्नु पर्ने थियो भन्दाखेरि हामीले आफ्नो खुट्टामा बन्चर हान्दैछौँ कि छैनौँ भन्ने पनि सोच्नु पर्ने त्यस कारण मैले चाहिँ सोचेँ आफ्नो खुट्टामा आफै बन्चर हान्दैछौँ भन्दै चाहिँ तपाईँको उनले त्यसो भन्दाखेरि नभन्दै आफ्नो खुट्टामा आफ्नो बन्चरो हानिएको कुरा त मोहन शमशेरको पालामा 2007 सालमा राम्रो सकियो अन्त्य त भयो भनेपछि के हो शिक्षाले मान्छेलाई तपाईँको चाहिँ उन्नततर्फ लान्छ सानुकतातर्फ लान्छ जसरी सिभिलाइजेसन थिएन हिजो हामी एकले अर्कोलाई देख्ने बित्तिकै कुट्ने मार्ने हाट बजारमा झगडा गर्ने आज पनि हामी त्यहाँ तपाईँको चाहिँ रक्सी खाएर झगडा गर्ने अझै हाम्रो परम्परा कति समाजमा छ अनि यति सिभिलाइजेसन थिएन नि त हामी भनेपछि अब यो बढ्दो छ तर यसलाई बढाउने क्रममा हुनुपर्छ भनेर हामीले सोधेका छौँ सङ्घर्ष र अर्को कुरा म सङ्घर्षलाई यो कार्यक्रम मार्फत के पनि भन्न चाहन्छु भने हामीले 3टा कुरालाई सूत्रबद्ध गरेका छौँ जस्तै गणितमा तपाईँको सूत्र भयो भने मात्रै हिसाब मिल्ने नभए गणितमा तपाईँको सूत्र मिलेन भने हिसाब मिल्दैन त्यस कारणले हामीले यसलाई यो कार्यक्रमलाई अथवा यो समाज संरचनालाई हाम्रो समाजलाई चलाउने यसलाई हामीले सामाजिक रूपमा यसको आर्थिक रूपमा र यसको राजनीतिक रूपमा यसको सांस्कृतिक रूपमै चाहिँ तपाईँको हेरेर यसलाई बदल्नलाई तिनै रूपहरू नै बदल्नुपर्छ त्यो पछाडि मात्रै हुने हो भन्ने कुराको हाम्रो निचोड भएको भने हामीले 3टा कुरालाई प्राकृतिक साधनलाई चाहिँ प्लस चाहिँ एउटा मुख्य रूपमा लिने र यो प्राकृतिक साधन अघि पनि भने प्राकृतिक साधनभित्र पढ्ने मैले तपाईँलाई अघि छोटोमा कार्यक्रमको बारेमा भनेको थिएँ 5वटा कुरा जुन जलविद्युतको विकास उत्खननको विकास अनि जडीबुटीको र पर्यटन र कृषिको विकास यो प्राकृतिक साधनभित्र पर्ने कुरा जुन हामीसँग प्रकृतिमै छ र त्यसलाई विज्ञान प्रविधिले संयोजन गर्ने विज्ञान प्रविधिले संयोजन हामीले किन गर्ने भन्यो भने विज्ञान प्रविधिको विकास धेरै भएको छैन सन्दर्भ भनेको यो तपाईँको चाहिँ 50 वर्षको 70 वर्षको पेरिफेरीमा मात्रै तपाईँको हाइली विकास हो विज्ञान प्रविधि भनेको दोस्रो विश्वयुद्ध पछाडि नै तपाईँको चाहिँ टेक्नोलोजीको विकास भएको हो जुन चाहिँ आणविक बममा हिरोसिमा र नागासाकीमा खस्यो त्यो पछाडि ओहो साइन्स एन्ड टेक्नोलोजीले पनि यत्रो धेरै चाहिँ मान्छे मार्न सक्ने र यत्रो धेरै ध्वंस गर्न सक्ने रहेछ भन्ने प्रमाणित भइसकेपछि नत्र त्योभन्दा अगाडि तपाईँको बेलायत कालदेखि हेर्नुभयो भने तपाईँ भर्व बन्दुकतिर 3 नट एसएलआर बोक्दै
अथवा चाहिँ मेसिन गन बोकेर तोप बोकेर तपाईँको गुडाउँदै मान्छेले नेपालसँग चाहिँ हान्नु पर्यो उपनिवेश बनाउनु पर्यो भने बेलायत उहाँदेखि आउनु पर्थ्यो। तर अमेरिकालाई अब त्यो छैन, उहाँबाटै तपाईँको सगरमाथालाई रिमोट तिज्यो भने पुग्ने भइसक्यो भनेदेखि यो विकास त भर्खर 70 वर्ष हो। त्यो 70 वर्षको विकासमा 70 वर्षमा ध्वंस भएको युरोप चाहिँ बन्न सक्ने, तर प्राचीन कालदेखि अस्तित्वमा रहेको हामी हेरौँ त हाम्रो नेपालीहरूको चाहिँ इतिहासलाई पल्टाउने हो भने त हामी त युगौँदेखि तपाईँको चाहिँ अस्तित्वमा रहेको मानव सभ्य जाति हो। हामीसँग यहाँ संस्कृतिहरू थिए। समय अभावले गर्दा म आज यहाँलाई यही रोक्न चाहे हजुर। विज्ञान प्रविधिको आधारभूत विज्ञान प्रविधिलाई चाहिँ योजनाबद्ध प्रयोग गर्न सकिन्छ। कार्कीजी मैले प्रविधिको योजनाबद्ध प्रयोग गरियो भने मात्रै विकास हुन्छ भनेर विज्ञान प्रविधिलाई पनि योजनाबद्ध प्रयोग गर्ने गरी हामीले अब चाहिँ यो नेपाली राजनीतिक मुभमेन्टहरूमा 7 साल 46 साल र 62-63 मा नि भएन। अहिले राज सत्ता सञ्चालन गर्नेहरूले नि विज्ञान प्रविधिको एकदम विकास गरौँ भन्ने भएन। तिनले 15 वर्षभित्र विज्ञान प्रविधि योजनाबद्ध विकास गर्नाले आज विश्वकै ठुलो अर्थतन्त्रको रूपमा भइसक्यो। 15 वर्ष अगाडि मात्रै चीनलाई हेर्ने हो, उनका किताबहरू पढ्ने हो, हामी नेपाली कोर्सहरूलाई हेर्ने विकासोन्मुख राष्ट्र भनेर पढिन्थ्यो। आज विकसित राष्ट्रजी मैले अब एकैछिन यहाँलाई रोक्न खोजेँ, समय सकिनै आँटेको छ मेरो। म यहाँलाई यो कार्यक्रममा फेरि जोड्ने आशा राख्छु। यहाँको कुरा मैले अब अर्को कार्यक्रममा पुनः जोड्ने आशा गर्छु। एक नयाँ सोचाइका साथ यहाँहरू अघि बढेर चाहिँ अन्तर्राष्ट्रिय स्तरमै यो यहाँको अवधारणा लान सकियो भने पक्कै पनि यसले मूर्त रूप लिनेछ भनेर हामीले आशा गरेका छौँ। यो समय अभावले आज यहाँको विचार मैले पुरा राख्न सकिनँ। आगामी कार्यक्रममा एकपटक फेरि पुनः जोड्छु यहाँलाई। आजलाई छुट्टिन्छु, धन्यवाद। हुन्छ शङ्कर सर, धन्यवाद। यो नेवा एफएममा राख्नुभयो, जुन ऐतिहासिक सहरबाट हामीले यो आफ्नो आवाजलाई सुनाउन पायौँ। किर्तिपुरवासी लगायत यो एफएम सुन्नुहुने सम्पूर्ण मित्रहरूलाई, सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी बा-आमाहरूलाई कृतज्ञता गर्दै यो विश्वकै एउटा नयाँ नेपालबाट सन्देश दिनुपर्ने, जुन वीर गोर्खाली भन्यौँ हामी, सगरमाथाको देश, गौतम बुद्धको देश भन्यौँ, त्यसै गरी अब हाम्रो परिचय पनि नयाँ पुस्ताले हामी नेपाली, सबल नेपाली, हामी आत्मनिर्भर सहितको समृद्ध नेपाली भन्ने एउटा परिचय दिँदै आफ्नो आजलाई समय सकिसकेको छ। बिदा दिनुहोस्। नमस्ते, शुभ।